हेलो गाइस वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी चियाखान गएको है। अनि चियाखानमा चाहिँ म धेरै लङ टाइमपछि गएको नि त। अनि भिडहरू पनि रहेछ। लगभग म त्यस्तै 10-12 वर्षपछि गएको है। हल्का चेन्ज भएको छ क्या चियाखानमा चाहिँ। अनि यो पानीहरू चाहिँ मलाई थाहा छैन, पहिला थियो जस्तो लाग्थेन, पछि रहेछ यहाँ। अनि हामी चाहिँ 3 जना मात्रै थियौँ। अनि बहिनीहरूलाई चाहिँ फोनबाट बोलाएको, उहाँहरू चाहिँ ढिलो आउनु हुनुहुन्थ्यो। अनि आज चाहिँ मेरो छोरीलाई यसो घुमाइदिउँ भनेर घुम्न गएको। छोरी फेरि पानी थियो, लास्ट खुसी है। अनि यो कुमारीको शालिग पनि रहेछ, पहिला थिएन जस्तो लाग्थ्यो, अहिले चाहिँ रहेछ यहाँ है। अनि हामी चाहिँ यहाँ हेरी जाँदाखेरि चाहिँ यहाँ खेल्ने ठाउँहरू नि रहेछ। अनि यो सेन्ट्रल जू भन्ने पनि रहेछ, अहिले चाहिँ त्यो चाहिँ नयाँ रहेछ जस्तो लाग्यो। अनि हामी चाहिँ पुगाउनुभन्दा अगाडि नै हामी चाहिँ घुम्दै बसिरहेको थियौँ। यहाँ डुङ्गा चलाइराख्नु हुँदो रहेछ, टन्ने रहेछ। अनि यो चाहिँ रेलगाडी, पहिला एकचोटि चाहिँ चढिरहेको थिएँ मेरो भाइसँग, अहिले चाहिँ चढेन खेलेन। हामी चाहिँ यसो हेर्दै मात्र हिँडेको, बच्चाले देखाउनलाई मात्र भनेर हिँडेको, तर खासै खुसी भएन। अनि यो मूर्तिमा गएर एकछिन फोटो खिचेको। त्यसपछि एउटा दाइले चाहिँ आर्ट काम गरिरहेको रहेछ, अरूहरूको फेसमा यसो आर्ट हान्ने काम गर्दै हुनुहुँदो रहेछ। अनि हामी गयौँ अब जनावर हेर्न। यो चाहिँ चितल भन्ने जनावर, यो मृग त होला नि है गाई। यो मृग थरीको मृग रहेछ, टन्नै चिल्लो खस्रो गाई जस्तो। मेरो छोरी चाहिँ टुवा परेर वा गर्दै थिए। अनि यहाँ कृष्ण सार सबै घाँस खाँदै रहेछ थियो क्या यहाँ बेला, रतुवा मृग है यहाँ चाहिँ। अनि यो काग चाहिँ एक्लै खाँदै रहेछ, बोलाउँदा त्यहाँ छेउमा जाँदै नडराइदिएर क्या। यहाँ चाहिँ यत्रो रहेछ हौ, फेरि गाईहरू जस्तो क्या, जरा अरे। अनि यो श्री शुद्र शमशेरका पनि भन्ने यो मूर्ति पनि रहेछ। यो चाहिँ नयाँ जस्तो लाग्यो, पहिला खासै याद राखेन। यहाँ चाहिँ एक्लै रहेछ पारा, यो चाहिँ बोलाउँदा नि भाग्दिएर क्या। यो चाहिँ ठ्याक्कै गाई क्या, नाम पनि गाई, खोइ के गाई पनि, लिङ गाई भन्ने रहेछ। अनि यो गाई चाहिँ उसको साथीलाई झन्नै हानेर खेदाएको थियो क्या। अनि यो चाहिँ बँदेलले क्या, बँदेलमाथि काग, बँदेलहरू सब ढलेर सुतिरहेको रहेछन्। एउटा चाहिँ यहाँ पर कराउँदै थियो। अब यहाँ हामी यता छौँ अरे क्या, बाघले चाहिँ। अनि बाघ हेर्न अगाडि चाहिँ हामी यहाँ गैँडा हेर्न गएको। गैँडा चाहिँ बाह्र है, बुढो भएछ, खुट्टा पनि साह्रो रहेछ है उसको चाहिँ। अनि मेरो चाहिँ वाह गरिरहेको थियो नि त गाईलाई देखेर। अनि बाट खुट्टा उसको चाहिँ साह्रो भएर हिँड्दा नि गाह्रो भएर रहेछ, बाट भर्खर चरनमा निस्किरहेको रहेछ। यहाँ चाहिँ 2 जना हो, लभ बर्ड हुन रहेछन् क्या। अनि यहाँ छ हाम्रो जगैँडा। जयगाउँलाई चाहिँ रेलमा हेर्दा चाहिँ यत्रो रहेछ क्या, फोनमा चाहिँ अलिक थोरै सानो देख्दो रहेछ, तर त्यहाँ छेउमै बसेर हेर्दा चाहिँ लास्ट ठुलो देखिने क्या। अनि यो चाहिँ पानीतिर पस्छ है, अब लास्टमा पस्यो पानीभित्र गैँडा। अनि हामी चाहिँ बाघ हेर्न भनेर गएको। यहाँ चाहिँ बाँदरहरू रहेछ क्या, बाँदरहरू फेरि छोरी बाँदर देख्ने बित्तिकै ऊ गर्छ। एउटा बाँदर चाहिँ यहाँ हेरिरहेको रहेछ क्या बाह्र। अनि यो बाँदरले चाहिँ मान्छेहरूले पठाएको बदाम पनि च्याप समात्दै खाँदै बसिरहेको रहेछ क्या। पछि क्या मजाले समात्छ हेर्नु है। देख्नु हो समातेको यसले कस्तो मजाले समातिदिन्छ भने। अनि बाट यहाँ 2 जना चाहिँ लभ बर्डबाट, यहाँ चाहिँ 2टा बाघ छ क्या। यहाँ 2 जना चाहिँ, एउटा चाहिँ घुमी सुतिरहेको थियो। यो बाघ चाहिँ दिनभरि यत्तिकै बसिरहेको थियो क्या। यो बाघ डन पल्टेर उसको साथी चाहिँ घुमेर बस्थ्यो। अनि यो चाहिँ यहीँ बसिरहेको थियो है, दिनभरि बसिरहेको थियो। अनि हाम्रो बाघहरू हेर्ने कत्रो ठुलो हौ। बाघहरू नि खाएर चाहिँ मोटा र आँखै नदेख्ने भएर रहेछ नि त अहिले चाहिँ। अनि यहाँ हाम्रो बाघ हेर्ने सेनामेनहरू चाहिँ यहाँ छन् है फेरि गाई। अरू ठाउँमा भेला नभए नि बाघ हेर्ने ठाउँमा चाहिँ हुन्छ है। ललितपुर महानगरपालिकाद्वारा अरे होइन, यहाँ चाहिँ डुङ्गा चढ्ने ठाउँ। अनि यो चाहिँ काठबाट बनेको गोही, हात्तीको सुर। अनि उता चाहिँ गिद्ध छ है पछाडि साइडमा चाहिँ। अनि हामी चाहिँ यहाँ अब यहाँ चिम्पान्जी हेर्नु न, यहाँ क्या रिसाएर सुतिरहेको अझ खेलिरह होला नि भनेको, सब सुतिरहेको छन् भने। लास्टमा चाहिँ यहाँ हेर्नु हाम्रो भैँसीहरू क्या, भैँसीहरू रिसाएको थियो त्यो चाहिँ। अनि हामी उता
भइसक्यो हेरेर बाँदरहरू हेरेर अब हामी चाहिँ हात्ती हेर्न ठाउँ चाहिँ कुदिएर आएँ। अनि यहाँ चाहिँ पटासे बाँदर कि खुइके बाँदर रहेछ। अनि यहाँ छ हाम्रो हात्ती बाह्र। हात्ती चाहिँ एउटा मात्र रहेछ हौ, धेरै रहेछ हात्ती चाहिँ। हामी चाहिँ फर्की पनि हेरिरहने। हेर्नु न बसी निदाएको, सब निदा छन्। गर्मी भएर होला है गाइस, सब निदाएको के। कति बेला रहेछ यहाँ दिउँसो भएर होला। यहाँ चितुवा दुईजना पनि क्या सुतिरह हौ। लास्टमा चाहिँ दुईवटा रहेछ सुतिरह रहेछ। हेर्नु त गर्मी हो गर्मी गाइस, गर्मीले त अब जनावर कति सुत्ने भए। हामी त झन् के होला नि। यो चाहिँ चरा है, यो चराको गुड चाहिँ कस्तो मजाको क्या। यहाँ चाहिँ बिरालो नि रहेछ है, यहाँ चाहिँ घुमिरहेको थियो। अनि लास्टमा हामीले दुम्जी पनि देखाएको थियो। दुम्जी चाहिँ मैले कहिले न चियाखानामा देखाएँ। मोटा आँखा नदेर सब ढलेर सुतिरहेको रहेछन् क्या यो बेला चाहिँ। उयो जिन मान्छेले चाहिँ सबैलाई थुक्दिएर क्या हँसाइदिरहेको थियो। सब भागेर यिनीहरू पनि थुक्दिन्छ नि, हो देख्नुभयो कस्तो थुक्दिन्छ भनेर। बोल खेल्ने भन्छ कहिले के गर्छ हो। एकछिन निस्किरहेको रहेछन् त्यो यिनीहरू थुकेर हैरान। अनि यो चाहिँ अस्ट्रिच चाहिँ 3टा जति रहेछ ठुलो, यता चाहिँ सानो 4-5वटा रहेछ। यो भयो उल्लु है। हामी चाहिँ अब हेर्दै जाउँ है गाइज चराचुरुङ्गीहरू। सब सुतिरहेको देख्नुभयो। यो पनि एउटा खुट्टा उजालेर टाउको पछाडि लगेर अडाइस गरेर सुतिरहेछ हौ। खुट्टा उजालेर उभे सुत्दो रहेछ यो चाहिँ। हेर्नु न टाउको कहाँ छ उसको चाहिँ है। हेर्नु न सेतो, यो चाहिँ सेतो कालिज रे हो। कालिजहरू पनि कति थरी पो रहेछ हौ। उल्लुहरू पनि नदेख्दिरहने। यो चाहिँ डबल ठुलोवाला है चरा। यो चाहिँ पहिलादेखि नै अहिलेसम्म नि रहेछ, एउटा मात्रै रहेछ त्यो चाहिँ। यो चाहिँ सुगा भयो होइन गाइस। यो जालीले गर्दा खासै राम्रो चाहिँ देखेन क्या मेरो क्यामेराले। यो चाहिँ यता उता गर्दा कुदिरहेको थियो क्या बाह्र। हेर्नु चराहरू नि सुतिरहेछन् अल्छे भएर भयो। डाँफे हेर्नु डाँफे, यो चाहिँ डाँफे भाले पोछी रहेछ। पिन्जरा नि यत्रो छ हौ। धेरै उल्मा भएको चरा चाहिँ यही रहेछ है, सुगा है। टन्न रहेछ हौ यो। यहाँ चाहिँ एउटा ठुलो सेतो पनि रहेछ हौ। पहिलादेखि नै थियो जस्तो लाग्थ्यो यो सेतो चाहिँ। 10-12 वर्षपछि गएको चियाखाना गाइस, कस्तो अनौठो लागिरहेको क्या। म त सब चेन्ज भइदिएर है। एउटा खेल्ने छाता थियो, त्यो छाता पनि कहाँ उडाइदिएछन् हो। अनि अहिले त छुट्टै भएको रहेछ। खेल्ने चाहिँ थोरै रहेछ, घुम्ने ठाउँ चाहिँ पहिलाको जति नै रहेछ। हेर गिद्ध र चिल चाहिँ सँगै रहेछ नि यहाँ। अनि अहिले चाहिँ यहाँ भित्र नै खान मिल्ने क्या, सबै यहाँ प्राइस सहित लेखिरहेको रहेछ। यो चाहिँ बाहिर एक्लै रहेछ हौ। यसको लागि चाहिँ पिन्जरा रहेनछ जस्तो छ। केही नगर्ने हो कि क्या, माछा खाने नि त यसले त। माछा पो खान्छ त। यहाँ हेर्नु न बाह्र, यसलाई चाहिँ नाच्नलाई नि है ठाउँ सानो भयो कि क्या हो बाह्र। भर्खर म पुग्ने बित्तिकै एकछिनमै नाच्न सुरु गरिरहेको थियो क्या। यो चाहिँ नाचिरहेको छ फुटु। यो मयूर चाहिँ अलि धेरै सबैसम्म नै नाचिरहेको थियो क्या बाह्र है। अनि हामी चाहिँ यो मयूर नाचेको खतरा लाग्छ नि त बाह्र। यसको मयूरको प्वाखै भाँचिरहेको रहेछ क्या। यिनीहरू चाहिँ लास्ट कराएर कस्तो कराएको क्या यिनीहरू चाहिँ। चराचुरुङ्गीको खोल। यहाँ हेर्नु न गई ल्यात्त बढेर घाममा सुतिरहेको। बोलाउँदा नि बोलेन, घुम्दा नि घुम्दैन, हात खुट्टा नि चलाउँदैन हो। मोडा बराबरै सुत्छन्। यो स्यालको चाहिँ
यो स्याल त स्यालै त हो गाइस, गनाएर झन्नै मार्यो हौ। यहाँ हेर्नु न ल, खरायो पुटु पुटु परेको खरायोहरू। यो चाहिँ लहर के दुईजनाले चाहिँ ऊ क्यारोट खाँदै थियो। यो चाहिँ मुसो रहेछ, मुसो मुसो पनि होइन, यसको नाम चाहिँ के पो थियो गाइस, यहाँ छ है यसको नाम चाहिँ गिनी पिग रे क्या, गिनी पिग। बुङ्गुर जस्तै छ नि त त्यो होला, गिनी पिग रे। यति धेरै छ हौ अम्मम। कछुवा हेर्नु, कछुवा बारा। कछुवा चाहिँ अलि 2-3 ठाउँमै नै रहेछ कि यसको ठाउँ चाहिँ। यहाँ चाहिँ पानीभित्र नै टाउको निकालेर बसिरहेछ नै। हेर्नुहोस् है गाइस, टाउको निकालेर बसिरहेको। यो चाहिँ भयो गोगुन सर्प। गोगुन सर्प यो चाहिँ ठ्याक्कै भित्र टाउको हुलिरहेको थियो यो बेला। जेन चाहिँ यही भयो गाइस, एक थोपले गोगुन रे क्या। यो चाहिँ अजिङ्गर, यो पनि सुतेकै रहेछ हौ। यो अजिङ्गर हेर्नु न डुलिरहेछ न क्या, यत्रो रहेछ हौ, ठुलो न ठुलो। अनि हामी हेर्न गयौँ माछा। यो भयो 2 थरीको माछा भयो होइन यहाँ चाहिँ। यो कछुवा भयो, कछुवाहरू यहाँ नै रहेछ टन्नै भित्तामा टाँसेर। यहाँ चाहिँ एक्लै क्या, यो बाराकोटले एक्लै छ। अनि यहाँ हुल माछा, यहाँ हुल माछामा चाहिँ त्यो तलको सेतो देखेर चाहिँ मरेको है बारा, मरेछ एउटा सेतो चाहिँ। अरू चाहिँ पौडिँदैछन्। यिनीहरूमा चाहिँ 3 जना हुल छ, एउटा चाहिँ लास्ट ठुलो रहेछ है। माछा देख्ने बेला मेरो छोरी पनि लास्ट पो खुसी हुन्छ त हौ गाइस, कम्तीको खुसी हुन्छ। उफ 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 देख्नुभयो, यहाँ हेर्नु कछुवा, कछुवा देख्नुभयो 2-3 ठाउँमा धेरै छ क्या कछुवा चाहिँ। अनि यो भित्तामा चाहिँ प्रिन्ट गरिरहेको रहेछ, पहिला थिएन, अहिले चाहिँ सबैमा प्रिन्टर त्यो के भन्छ चित्र बनाएर राखेको रहेछ। त्यसपछि हामी फुपूहरू लिएर हामी चाहिँ खाजा लिएर सिधै खाजा खानामा गएको। पहिला हामी चाहिँ हिँड्दा भोकायो नि त, फुपूहरू आउनुभन्दा अगाडि नै हामी घुमिसक्यो, त्यही भएर हामी चाहिँ खाजा खायौँ। त्यसपछि नानी घुमेर जाँदाखेरि चित्त बल्ल उठेछ, त्यही भएर हेरेको घुमे गरेर। यहाँ चाहिँ भालु हेर्नु, भालु नि कत्रो ठुलो हौ गाई, लास्टै ठुलो हो भालु पनि अम्म। या त चाहिँ 2टा छ, उता एउटा रहेछ क्या भालु। हेर्नु माथिबाट नि एउटा निस्किरहेछ। पानीमा पौडी खेल्दा चाहिँ यो भालु जहाँबाट गयो त्यहीँ आएर त्यस्तै टाउको निकालेर हल्लाउँछ क्या। हेर्नु यो देख्नुभयो, ऊ त्यस्तो गर्ने क्या, 2-3 चोटि नै त्यस्तो गरिरहेको थियो। अनि अघि थुक्ने चिम्पान्जी बुढाबुढी 2 जना चाहिँ यहाँ छ है, भित्र थुनेर सुतिरहेको रहेछन्। अनि यो चाहिँ लास्टै राम्रो लाग्यो, यो फुल चाहिँ, फुलहरू पनि फुल्दैरहेको रहेछन्। अनि मेरो छोरीलाई चाहिँ जाङमा राखिदिएर मेरो बुढोले हेर्नु न अझ क्या खुसी भएर बसेको हेर्नु त। ल मतलब छैन हौ, बस्न पाएपछि लास्ट खुसी। अनि यहाँ चाहिँ बच्चाहरू उफ्रिरहेको रहेछन्। पहिला यो चिज नै खेलिरहेको क्या, म यस्तो कमेडी लाग्छ, उल्टी हान्दाखेरि टाउको झन्डै उडायो। यो चाहिँ हेर्नु नि, यो खेल्नेमा चाहिँ धेरै मान्छे हुँदैन, 1 जना 2 जना त्यस्तो हुन्छन्, तर पनि खेलि चाहिँ रा हुन्छन्। यहाँ हेर्नु नि, यो चाहिँ लास्ट चुच्यो क्या। हेर्नु नि यसको त घोप्यो भने त एक चाहिँ 8 पार होला जस्तो क्या, 3टा रहेछ सब सुझेको। हेर्नु त ठुट, यसको ठुट जस्तो के हो, चुच्चो न चुच्चो कस्तो खालको गोही हो कि के हो यसको। हेर्नु नि दाँत, हेर्नु नि दाँत, ओ माई गड। त्यसपछि हामी चाहिँ घुम्यौँ होइन, सबै ठाउँ घुमेर अब हामी चाहिँ फर्किनु लाग्यो गाइज। आज चाहिँ हामी लङ टाइमपछि चियाखाना आएको। कस्तो लाग्यो हाम्रो भिडियो हेर्नु होला गाइज, सब्सक्राइब पनि गरिदिनु होला है नयाँहरूले। अनि हामी चाहिँ पानी पर्न लाग्थ्यो नि त, त्यही भएर हामी 2 जना चाहिँ अब जानलाई टाढा छ, त्यही भएर हामी चाहिँ अब छुट्न लाग्यो। सो गाइज बाई बाई, लाइक एन्ड सब्सक्राइब।